हेलो नमस्ते सबैजनालाई। तपाईँ सबैजनाहरूलाई मेरो ब्लगमा स्वागत छ। आज म हाम्रो माइलवाकोमा भएको पेट पुकुली गोल्डन रिट्रिभरलाई आज म भेट्न जाँदैछु। धेरै भयो थियो त्यहाँ नगएको, त्यही भएर यसो आज मौका मिलेर त्यहाँ भेट्न जाँदैछु है त। हेर्नुहोस् अब त्यो घर चाहिँ हाम्रो घरबाट ठ्याक्कै भन्नु पर्दाखेरि 6देखि 8-9 मिनटमा हामी त्यो घरमा पुगिन्छ हैन। जस्तै अब जानकी नर्दै शङ्करनगर शारदा स्कुल छ, तपाईँहरूलाई थाहा नै होला। शारदा स्कुलभन्दा थोरै उता शिवचोक नजिकै हो त्यो घर है त। नोइज भएको भएर त्यही भएर मैले फेरि पछि त आफ्नो भोइस काटेर साउन्ड काटेर चाहिँ आफ्नो भोइस ओभर गरिरहेको छु। त्यसको लागि माफी चाहन्छु। ठ्याक्कै भन्नुपर्दा शारदा स्कुलभन्दा उता माइलवाको घर नजिकै आइपुगेँ। अब चाहिँ म त्यहाँ पुग्न लागिसकेको छु। हेर्दै जानु है त। धेरै भयो थियो नआएको, त्यही भएर आज यसो क्यामेराको एङ्गल जो मिलेर थिएन, त्यही भएर सो म त्यसको लागि नि माफी चाहन्छु। ल है त गाइज, म फाइनल्ली पुगेको छु। ल ल है त गाइज, म पुगिसकेको छु। अब हेर्नु है त यहाँ कति भुक छ कि मलाई। ठ्याक्क मलाई चिनेर खुब माया गर्छ मलाई। हेर्नु है त, हेर्नु त एक्साइटेड भएको कतिखेर मलाई भेटेर। मलाई यो पिरियड चाहिँ यस्तो हुन्छ क्या, हामीले चाहिँ यिनीहरूलाई ठ्याक्क यस्तो हुन्छ नि, हरिब एक्साइटेड हुन्छ नि। यस्तो हामीले टच मात्र गरे नि कति खुसी हुन्छन्, आनन्द बस्छन् क्या। हेर्नु है त, हेर्नु उफ्रेर कस्तो छ, खुब माया लाग्छ हेर्नु मलाई नि यसको। त्यही भएर म बेला बेला गइरहन्छु हेर्न। कति एक्साइटेड हेर्न गाइज। हेर्नु है त, अब फेरि यसलाई यसो फेरि चिलाइदिनै पर्छ क्या। हात माडी माडी भन्छु, हात माथि माथि गर्ने, हात देऊ मलाई कि चाहिँ गरिदिने, चाहिँ गर्ने कि हात माथि माथि चाहिँ गरिदिने। ल यसरी मान्छ यी फेरि बेला बेलामा। गरिदेऊ ल ऊ गर भन्छु होइन, मान्दैन। अब त्यसको मुड हुँदो रहेछ क्या। हेर्नु है त गाइज, मैले आनन्द चिलाइदिएको हेर्न कति आनन्द माने। चाहिँ हो ठ्याक्क यसको चाहिँ, ठ्याक्क चाहिँ गरिदिउँ भन्दाखेरि त्यही हो कि चाहिँ भनेको। हेर्नु न गाइज कति क्युट देखेछ हेर्नु त। हेर्नु गाइज, यसको नयाँ स्किल नाच्यो भने फन फन्दै घुम्छ। यहाँ फेरि त्यति घुम्दै घुमेन क्या। हेर्नु यहाँ कति आनन्द बस्यो यहाँ क्या। हेर्नु त खुब खुसी हुन्छ हेर्नु, मान्छे जाने बित्तिकै आनन्द बस्यो। अब हेर्नु मैले यसको चाहिँ अहिले चाहिँ क्लोज सर्ट लिएको। हेर्नु त यसको क्लोज सर्ट इन्जोय गर्नु है त। आनन्द बस्छ हेर्नु है, आनन्द छ पुरै। हेर्नु है त, म यसको फन्नी मुख देखाउँछु कस्तो देखिन्छ फन्नीमा। हेर्नु है त, हेर्नु कस्तो देखेछ। हेर्नु त कति क्युट र फन्नी देखेछ।
आनन्द सुत्छ खुट्टामा आएर चिलाइदिए भन्छ अझ रिसाउँछ चिलाइदिएन अनि भुक्नी कसो गर्छ हेर्नु कति क्युट देखेछ आनन्द छ Look at her. It's scaring my dog. यो चाहिँ ठ्याक्कै कुर्चीसँग डराउँछ कुर्ची नजिक एकछिन यसलाई जिस्काएको के दाइसँग गएर बसेको थियो अब हेर्नु अब यसलाई एकछिन नचाएको नाच्यो यसलाई नचाएको अब यो भिडियो चाहिँ अब म यहाँ इन्ड गरिदिन्छु सबैजनालाई धन्यवाद हेरिदिनु भएको